नमस्ते साथीहरू, म सुजन श्रेष्ठ। स्वागत छ तपाईहरुलाई हाम्रो यस युट्युब च्यानलमा। र आजको हाम्रो यस विशेष भ्लगमा चाहिँ हामीले भिमाद बजारमा लाग्ने मेखे संक्रान्तिको मेलाको केही भिडियोहरू चाहिँ तपाईहरुमाझ शेयर गर्न लागिरहेको छु र भिडियो हेरेर प्रतिक्रिया दिनु होला। साथै हाम्रो यस च्यानललाई सब्स्क्राइब पनि गरिदिनु होला, लाइक शेयर अनि त्यसपछि कमेन्ट पनि गरिदिनु होला है त। हरेक नयाँ वर्ष वैशाख 2 गतेको दिनमा हाम्रो यस भिमाद बजार तनहुँमा चाहिँ मेखे संक्रान्ति मेला लाग्ने गर्दैथ्यो विगतका दिनहरुमा। र अहिले पछिल्लो समयमा चाहिँ यो डिजिटल युग आइसकेपछि चाहिँ हाम्रो यस लोप हुँदै गइरहेको मेखे संक्रान्ति मेलालाई फेरि हाम्रो युवा क्लब भिमादद्वारा पोहोर 2082 सालदेखि चाहिँ फेरि सुरुवात गरिएको छ। र युवा क्लब भिमादका सम्पूर्ण साथीहरुलाई चाहिँ यो लोप हुँदै गइसकेको चाडलाई फेरि फर्काउनु भएकोमा तपाईहरुलाई चाहिँ धन्यवाद दिनु नै पर्छ। यसपालिको हाम्रो विशेष मेखे संक्रान्ति मेलामा चाहिँ विभिन्न आमा समूहहरू, मगर समाजहरू, बाहुन समाज, नेवार समाजहरूले चाहिँ आफ्नो प्रस्तुति दिनु हुनेछ। र हाम्रो यस आजको विशेष कार्यक्रममा चाहिँ ठेला प्रतियोगिता छ पुरुषहरूको लागि। र ठेला प्रतियोगितामा प्रथम हुनेलाई 10,000 पुरस्कार राखिएको छ भने महिलाहरूको लागि चाहिँ डोरी तनाई छ। डोरी तनाईमा चाहिँ प्रथम हुनेहरूलाई चाहिँ 5,000 को पुरस्कार व्यवस्था दिन्छ फेरि। हामी सुरु गरिरहेका छौँ। कृपया लाइनमा बस्दिनु होला, छेला अनि साथीहरू अरू सबै पछाडि बस्दिनु होला प्लिज। ओए फर्स्ट नि म यो त पनि हो चान्स दिएको अरूलाई फर्स्ट त हान्नी हो कि नि त नानी हाङ न हाङ अरूलाई चान्स दिएको के ओए हाङ 10,000 को त 3-4 कार्टुन आउँछ। अरूलाई चान्स दिएको न अरूलाई चान्स दिएको हो र म त उता पारी डाँडा बोलाउँछु हो मलाई थाहा छ हो। अगाडि त जान पाइएन फेरि। ओए कति मिटर हो अलि पनि हालेन है। विनर चलन श्रेष्ठ। सकेन र हामी चाहिँ यता खाजा पसलतिर आएका छौँ। र खाजा पसल चाहिँ हाम्रो सुनिल श्रेष्ठ भाइले राख्नु भएको रहेछ। यहाँ चाहिँ तपाईको नेवारी परिकारहरू पाइने छ र हामीले चाहिँ केही नेवारी परिकारहरू लिन्छौँ, प्याकिङ गर्छौँ र फेरि उता अन्य कार्यक्रमहरूमा उता नाचगानतिर पनि जानेछौँ।
र लास्टली हामी चाहिँ मास्टर एकता टोल आमा समूहहरूले राख्नुभएको पसलमा आएका छौँ। यहाँ चाहिँ बुङ्गुरको भुटुवा, बुङ्गुरको मासु, पारा, सेलरोटीहरू पाइने रहेछ र केही चिजहरू प्याकिङ गर्छौँ र लिएर जान्छौँ। यति भन्दै आजको भ्लग चाहिँ अन्तिम अवस्थामा आइपुगेका छौँ र साथीहरूले चाहिँ च्यानललाई सब्सक्राइब गरिदिनु हुनेछ भन्ने आशा लिँदै धन्यवाद।